सो हेलो गाइज वेलकम टु माई न्यू एनदर ब्लग। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। आफ्टर अ लङ टाइम पछि तपाईँहरूको सामु एउटा नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। आजको हाम्रो प्लान भनेको चाहिँ हामी डट राइड जाने प्लानमा छौँ। यहाँदेखि तिनधारे काभ्रे तिनधारेसम्म। अब के कसो हुन्छ केटाहरू सबै उतै छन्। हेर्दै जाउँ है हाम्रो नयाँ नयाँ ब्लगहरूलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। सपोर्ट चाहिँ गरिराख्नु होला। धन्यवाद। अब यहाँदेखि सिधै हामी उता बाइक भएको तर्फ जान्छौँ है। त हिजो मैले यहाँ बाटो हिलो भएर बाइक साइक पनि केही ल्याएन। उतै छ बाइकहरू चाहिँ सबै। एउटा यहाँ अर्को डट रेडी भइसकेको छ। दुईवटा रड यो चाहिँ म चलाउने हो। चट्ट लाएर दुईवटा बाइक छ दुईवटा रड आजको लागि चाहिँ। अलि हामी चाहिँ यो पनौतीदेखि अलिक मास्तिरको जङ्गलतिर आइसकेको छौँ। गाइज हेर्नु सक्नुहुन्छ है हाम्रो केटाहरू डट राइडरहरू। अब एउटा साथी त्यता मास्तिर छ। पुरै ध्यानमा छ केटाहरू। मेरो चाहिँ यहाँ छ मेरो घोडा चाहिँ। भ्लगरहरू छ केटाहरू। फेरि हामी यो बाटोतर्फ जाँदैछौँ है। चट्ट यो बाटो जाने हो। अब यहाँदेखि हामी निस्किन्छौँ। छिटो छिटो पुग्नुपर्ने छ तिनधारातिर। ल गाइज अब हामी उतै पुगेर भिडियो बनाउनु पर्ला। सो फाइनली गाइज हामी चाहिँ यो के भन्ने ठाउँ हो थाहा चाहिँ छैन। हामी यहाँ एकदम बिकट ठाउँमा आएर बसिरहेको छ है। बाइकहरू हाम्रो यहाँ पछाडिको ब्रेकहरू तात्तेर डिस्प्याडहरू तात्तेर यी केटाहरू भ्यू चाहिँ देख्न सक्नुहुन्छ। आम केटाहरू मेरो घोडा चाहिँ यता छ। चट्ट उता त पुरै डरले उता बस्नै माने छैन। मैसँग मात्रै टाँसिरहेछ उता। भ्यू चाहिँ नेक्स्ट लेभलको छ है केटा हो। देख्न सक्नुहुन्छ है। वाइल्ड क्रेजी छ है भ्यू चाहिँ अति बवाल। सो फाइनल्ली गाइज हामी चाहिँ यहाँ यस्तो बवाल ठाउँमा आइसकेको छौँ। यहाँ चाहिँ भगवान् बुद्धको एउटा रूप चाहिँ यहाँ रहेछ। यस्तो बवाल ठाउँ छ है। अति बवाल अति खतरा छ है। हाम्रो घोडाहरू यहाँ छ। चट्ट केटाहरू पानी पनि बोकेर आएको छैन केही बोकेको छैन। ब्रेकहरू तात्तिएर उ त्यो भाइ एनएसको ब्रेक लास्ट वाइल तात्तिरहेछ। अनि हेर्नु सक्नुहुन्छ यो चाहिँ अति बवाल ठाउँ है। यहाँदेखि फेरि यताबाट देखिने भ्यू फेरि छुट्टै छ क्या। देख्नु सक्नुहुन्छ गाइज अति बवाल बवाल भ्यूहरू छ है। ल रारी म यस्तो गर्छु मेरो खिचाइ त खिच्दे राम्रो खिच्दे पोर्ट्रेटमा खिच्दे है। सो हेलो गाइज फाइनल्ली हामी चाहिँ यो तिनधारे झर्ना राइड कम्प्लिट भइसकेको छ। यहाँदेखि चाहिँ हामी हिँड्नुपर्ने रहेछ थोरै। चट्ट अब यहाँ हामी यस्तो बवाल ठाउँमा हिँड्दैछौँ है गाइज। मोहन हाम्रो भाइ यहाँ अगाडि जाँदैछ। हाम्रो केटाहरू टोलीहरू अगाडि छन्। हाम्रो बाइक चाहिँ उतै राखी छोड्यौँ। अब हामी यहाँदेखि हिँडेर चाहिँ सही रिफ्लेक्ट आउने रहेछ है साउन्डको चाहिँ। बवालै ल यहाँ तल देख्न सक्नुहुन्छ है गाइज। आई लभ यु रे नि त। यहाँदेखि देख्न सक्नुहुन्छ भ्यू चाहिँ नेक्स्ट लेभलको यता चाहिँ अति बवाल छ है। Oh my God! हाम्रो केटाहरू अगाडि हिँड्दैछन्। हाम्रो बाइक चाहिँ पर उ त्यो होमस्टेतिर राखी छोडेको छ। यहीँ छ बाइकहरू चाहिँ सबै। त्यहाँदेखि हल्का हिँड्दै आयौँ हामी। यस्तो बवाल छ है ठाउँ चाहिँ। तपाईँहरू पनि आउनु होला घुम्नु होला। तर बाटो चाहिँ बाइकबाट आउनु चाहिँ खत्रै मुटु लिएर आउनुपर्छ है। डटमा चाहिँ धेरै रमाइलो हुन्छ। हामी अझ यहाँबाट त्यो बाटो हुँदै जानुपर्ने यार टन्नै हिँड्नुपर्ने रहेछ। तर यहाँबाट देखिने सिन चाहिँ छुट्टै क्या फेरि। सो फाइनल्ली गाइज हामी चाहिँ तिनधारे झर्ना आइपुगिसकेको छौँ है। चट्ट लाएर हाम्रो डट राइड पनि कडा भएको छ। अब डट चलाएको चाहिँ अलिक भिडियो खिच्न पाएन। गोप्रोहरू अगाडि साथीहरूसँग थियो है। अनि अब यहाँदेखि हेर्नु न बवाल बवाल भ्यूहरू छ है। यता माथि हेर्नु सक्नुहुन्छ डाँडा पाखा कडा कडा छन् है। अति बवाल ठाउँ छ है।
अनि यहाँ हामी चाहिँ चट्ट हाम्रो केटाहरूसँग हाम्रो गाइजहरूसँग यहाँ चाहिँ मेरो भाइ चाहिँ चट्ट ह्यान्डसम छ भाइरल पनि छ टिकटकमा ल कसैलाई मन पर्यो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ यहाँ अर्को भाइ नि छ चट्ट हिरो भाइहरू ह्यान्डसम भाइ छ है हामीसँग चाहिँ कल गर्नु सक्नुहुन्छ है नम्बर पनि छोडिदिन्छ हो भिटपवाल भ्यू क्या यो चाहिँ हो क्या आउनुपर्ने डेस्टिनेसन भनेको चाहिँ देख्न सक्नुहुन्छ है गाइस हेरौँ त यहाँदेखि उता अनि नेक्स्ट लेभलको छ है नेक्स्ट लेभलको छ है ठाउँ चाहिँ देख्नु सक्नुहुन्छ गाइस तपाईँहरू नि आउनु होला घुम्नु होला यहाँभित्र अब हामी तीनधारे झरना चाहिँ यहाँ देख्न सक्नुहुन्छ है गाइस तीनधारे झरना यहाँनिर हो अब हामी यत्रो हिँड्नुपर्ने छ अझै हाम्रो एउटा केटाहरू चाहिँ उता अगाडि गइसक्यो पछाडि पनि छन् बवाल त बवाल अति बवाल मेहनत पछि हामी बल्ल बल्ल हिँडेर यहाँ आइसक्यौँ अब त्यो धेरै टाढा छैन है जानुपर्ने हामी सुरुमा त्यो भ्यू पोइन्टबाट हेर्छौँ उता माथिको भ्यू पोइन्टबाट त्यो भ्यू पोइन्टबाट हेरेर हामी झरनातिर जान्छौँ झरनामा नुहाउँछौँ अलिअलि होइन अब केटाहरूले के कपडा सपडा बोकेको छैन रे भन्छ तर मैले चाहिँ बोकेको छ म र भाइले चाहिँ हामी चाहिँ लभली पारामा अब नुहाउँछौँ त्यहाँ पनि अनि चट्ट पारामा तपाईँहरू नि आउनुहोस् घुम्नुहोस् लभली छ है खतराहरू छ नै ठाउँ चाहिँ अति बवाल हो है मैले आज माइक पनि युज गरेको छैन किनकि नेचुरल्ली भिडियो बनाइरहेको छ क्या माइक साइक केही युज नगरिकन यस्तै छ गर्मी भइसक्यो पसिना आइसक्यो हेर्न सक्नुहुन्छ पसिनाले कपाल सब भिजिसक्यो फाइनल्ली गाइस हामी चाहिँ झरनामा आइसकेको छौँ देख्न सक्नुहुन्छ गाइस तीनधारे झरना अति बवालै ल नुहाउनु त चाहिँ उता तल जानुपर्ने रहेछ झरना चाहिँ अति बवाल छ हामी फाइनली झरना आइसकेको छौँ झरनाको भ्यू पोइन्ट यही हो मेन भ्यू पोइन्ट हाम्रो केटाहरू चाहिँ कहाँ छ पर आइरहेको छ नै यता झरनापट्टिको भन्दा पनि यतापट्टिको भ्यू अझै सही क्या यस्तो बवाल छ नि अति दामी छ है यतापट्टिको भ्यू नै पुरो कसले लगाउँछ खप्लक फाइनली गाइज हामी चाहिँ सब टिमहरू एक ठाउँ भेट भइसकेको छौँ अब लभली पारामा हामी झरना नजिक आइसकेको छौँ है कस्तो लागिरहेको छ भाइहरू शान्त छन् केटाहरू थाके जस्तो छ हाम्रो अलिक एक्टिभ केटा चाहिँ अगाडि छ एउटा लाइट कडा आयो नि त अनि फाइनली गाइस झरना चाहिँ यता देख्न सक्नुहुन्छ लग कामिरहेछ त हो सो फाइनली गाइज हामी चाहिँ यो तीनधारे झरनामा आइसकेको छौँ नुहाइ पनि गरिसक्यौँ है हेर्न सक्नुहुन्छ मेरो पछाडि तीनधारे झरना चाहिँ देख्न सक्नुहुन्छ है गाइज अति बवाल चाहिँ हामी चाहिँ तलैबाट अझै तल नि छ कति लामो छ झरना यो हामी चाहिँ अलिक माथि चढेर आएको भएर माथिसम्म अच्छा हमको सिखा रिया है हाम्रो भाइ चाहिँ यहाँ छ कडा छ है चट्ट लभली पछाडिको भ्यू पनि देख्न सक्नुहुन्छ
क्यामेरा चाहिँ अलिक ब्लर भएको छ किनकि पानीले भेटेको छ हल्का है। फाइनली झर्नाबाट नुहाई धुवाईको साथमा चट्ट निस्किसकेको छौँ है लभली पाडामा है। देख्न सक्नुहुन्छ गाइज हाम्रो यहाँ अर्को भाइलाई चाहिँ अलिक हिँड्न गाह्रो भएछ, नत्र हाम्रो अरू केटाहरू सब अगाडि गइसक्यो है। लभली पाडामा पछाडि चाहिँ पानी पर्न थालिसक्यो, अगाडि चाहिँ सही छ अझै पनि 5 किलो घटिसक्यो। हामी चाहिँ निस्किसकेको छौँ हामी यो ठाउँबाट लभली पाडामा। चाहिँ हामी घर फर्किसकेको छौँ है। गाइजहरूलाई यहाँ हाम्रो केटाहरूलाई यहाँ भेटिसकेको छ। एउटा जेट चाहिँ पर गइसकेको छ, यता पानी पर्न थालिसक्यो, यता चाहिँ पानी पर्न थालिसक्यो, यता चाहिँ नाइस भ्यू छ है अझै नि वाइल्ड बबाल बबाल है। बुवा चाहिँ कहाँ हो कहाँ हो? सो फाइनल्ली गाइज आज चाहिँ हामी यता घरतिर आइसकेको छौँ। घरमा आएर यता ओरतिर आएको छौँ। आजको भ्लग चाहिँ यति नै हो है। अब ब्याट्री पनि धेरै सकेको कारण भ्लग पनि खासै धेरै बनाउनु पाएन। अहिले चाहिँ हामी यता कृष्ण मन्दिरतिर निस्केको छौँ यहाँ साथीसँग है चट्ट है। अब हामी घर जाने हो चट्ट लाएर।